मानिसहरू प्रायः सोच्ने गर्छन्, समय बितिसक्यो, अब नयाँ सुरुवात गर्न निकै ढिलो भयो। तर सत्य के हो भने मानिस जे बन्न सक्छ त्यो बन्नका लागि कहिले ढिलो भएको हुँदैन। जब मानिसभित्र ज्ञानको भोक र दृढ सङ्कल्प जाग्छ, तब गएको उमेर र बितेको समय दुवैले उसलाई रोक्न सक्दैन। आज हामी एउटा यस्तो अकल्पनीय कथाको पाना पल्टाउँदैछौँ जसले यो भनाइलाई अक्षरशः चरितार्थ गर्छ। 30 वर्षको उमेरसम्म अक्षर नै नचिनेको एउटा गाउँले टिटोले जब बल्ल क ख सिक्न थाल्छ, तब उसले संस्कृत वाङ्मय जस्तो कठिन विषयमा विद्यावारिधि मात्र गर्दैन, सिङ्गे विश्वलाई वेदमा के छ भनेर पनि पढाउँछ। ए काले तैँले भोलि पर्सि के गरी खान्छस् हँ? गाउँका हरेक व्यक्तिले उसलाई सोध्ने एउटै प्रश्न थियो यो। तर कसले सोचेको थियो र पूर्वी नेपालको कुनाबाट निस्किएको त्यही काले एक दिन अद्वैत वेदान्त दर्शनको गूढ रहस्यलाई सजिलै बुझाउन सक्ने युग पुरुष बन्नेछ भनेर। यो गाथा सुन्दा असम्भव लाग्ने तर नेपाली माटोले जन्माएको एक यथार्थको हो। आर्ष कथाको आजको श्रृङ्खलामा हामी त्यस्तै अद्वितीय महापुरुषको जीवनगाथा प्रस्तुत गर्दैछौँ। समयका विभिन्न बिन्दुहरूमा नेपालका कुनाकन्दरामा धेरै युग पुरुषहरूको जन्म भएको छ। केही युग पुरुषले ख्याति पाए त केहीले केवल मुक्ति। साधनाका विविध आयामहरूमध्ये केहीले तप र त्यागलाई आफ्नो साधना बनाए भने केहीले तत्त्वचिन्तनलाई। तर अध्ययन अनुसन्धान र समाजमा धर्म संस्कृतिको जगेर्नालाई नै साधना बनाई समाजमा चलेको जातीयताको प्रश्नको गतिलो उत्तर बनेर देखिनु भएको एक महान विग्रह हुनुहुन्छ डाक्टर स्वामी प्रपन्नाचार्य। हामीले सुन्दै आएका सन्तहरू जस्तो उहाँको जीवनमा कुनै दैविक शक्ति वा चमत्कार छैन। उहाँले सामान्य जीवनलाई नै आफ्नो पौरख र साधनाले दैविक बनाइदिनु भयो। वास्तवमा यो नै उहाँको महानता थियो। पूर्वी नेपालको पहाडी जिल्ला हो पाँचथर, त्यसैको बरडाँडा भन्ने ठाउँ उहाँको जन्मथलो थियो। विक्रम सम्वत 1980 असोज 3 गते विजया दशमीका दिन पिता धर्मदास राई र माता दिलमायाको साहिलो छोराको रूपमा उहाँको जन्म भएको थियो। अघिको 2 पुत्र गुमाएको पीडामा सन्तप्त दम्पतिका लागि उहाँको जन्म निकै सुखदायी थियो। जीवनभर व्यक्ति अनेक परिचय बोकेर बाँचेको हुन्छ। उहाँलाई पनि परिस्थितिले अनेक नाम दियो। उहाँको मातापिताले न्वारानमा राखिदिनु भएको नाम गीतानन्द थियो। महागुरु फाल्गुनन्दले दिएको नाम सीतारामदिल, गुरुले दिएको नाम रामकृष्ण थियो भने आमाले मायाले बोलाउने नाम काले राई थियो। गाउँले वातावरणमा जन्मनु भएकाले उहाँको बाल्यकाल घाँस दाउरा, मेलापात तथा घर गोठालो गर्दै बित्यो। कहिलेकाहीँ तीर्थाटन गर्न आउने साधु सन्तहरूको सङ्गतले उहाँको मन अध्यात्मतिर नगएको होइन। तर त्यति बेलाको समाजमा उभिएको जातीयताको ठुलो पर्खाल चिर्न त्यति सहज थिएन। समाजमा संस्कृत भाषा तथा मन्त्रहरूप्रतिको गलत बुझाइले गर्दा उहाँले संस्कृतका मन्त्र या श्लोक गुनगुनाउँदा पनि गाली खानु पर्थ्यो। तर मनभित्र जागेको आध्यात्मिक बललाई यस्ता सामान्य समाजका पर्खालले कसरी छेक्न सक्थ्यो र? हुने हार दैव नटार भने चाहिँ साँच्चै पछि उहाँ प्रखर आध्यात्मिक व्याख्याता पनि बन्नुभयो। उहाँभित्र रहेको अध्यात्मको भोगलाई जगाउने काम उहाँको आमाको विनम्र अनुरोधले गरेको थियो। एकपटक हयग्रीव स्वामी दामोदर प्रपन्नाचार्य ऋग्वेदमा प्रवचन गर्दै हुनुहुँदो रहेछ। त्यहाँ आमाले गुरुसँग, गुरु महाराज, यो कालेले पढ्यो भने त्यो वेदमा के रहेछ भनी म पनि सुनुला भन्नुभएछ। त्यो कुरा उहाँको हृदयमा बसेको रहेछ। त्यसैबाट प्रेरित भएर उहाँले वेदको अध्ययन र व्याख्यानमा काम गर्नुभएको रहेछ। तत् स्वयं योग संसिद्धा काले नात्मनि विन्दति भने झैँ बाल्यकालदेखि नै स्वामीज्यूमा अध्यात्मप्रतिको रुचि थियो। उहाँको रुचि सन्तहरूसँगको सान्निध्यले सानैबाट अङ्कुरित हुँदै गयो र आज त्यस फलको आस्वादन संसारले गरिरहेको छ। सानैदेखि उहाँ जिज्ञासु स्वभावको हुनुहुन्थ्यो। उहाँ बुवासँग डाँडा र भन्ज्याङहरू घुम्न जाँदा जति हिँड्यो त्यति संसार देखिने रहेछ है भनी खुसी भएर प्रश्न गर्नुहुन्थ्यो अरे। जीवनको पहिलो शिक्षालय घर हो
र पहिलो शिक्षक बुबा आमा हुन्। घरमा बुबा आमाले तुलसीमा पानी चढाएको, गाई पुजेको, खोला तर्नु अघि ढोगेको, बर पिपललाई दाहिने पारेको देखेर उहाँले पनि तिनै कुराको अनुसरण गर्नुभयो। उहाँको यही सुसंस्कृत घर परिवार र वातावरणले उहाँलाई पनि संस्कारवान बनाएको थियो। उभौलीको बेला महागुरु फाल्गु नन्दको तपस्थली सिटौलीमा प्रवचन हुने गर्थ्यो। विक्रम सम्वत 1994 को उभौलीमा स्वामीज्यू आमा बुवासँग त्यहाँ पुग्नुभयो। अयम हि परमो लाभो नृणाम साधु समागम भने झैँ महागुरुको धर्म, संस्कृति, जीवन, कर्तव्य लगायतका विषयहरूमा प्रवचन सुनेपछि उहाँलाई गुरुकै सान्निध्यमा बस्ने इच्छा भयो। उहाँले धेरै समय महागुरुकै आश्रममा बिताउन थाल्नुभयो। बुबाले आएर जबरजस्ती घर लिएर गए पनि फेरि केही दिनमै उहाँ गुरुको आश्रममा आइपुगिहाल्नुहुन्थ्यो। उहाँको हठी स्वभाव एवं अध्यात्मप्रतिको रुचि देखेर नै महागुरु फाल्गु नन्दले जोसमनी परम्परा अनुसार दीक्षित गर्दा उहाँलाई सीतारामदिल नाम दिनुभएको थियो। महान उद्देश्य लिएर जन्मिएका व्यक्तिहरू सीमित परिधिमा बाँधिएर बस्दैनन्। महागुरु फाल्गु नन्दको साथ हिमाली भेगमा तीर्थाटन गर्ने बानी परेको स्वामीजीलाई महागुरुको निर्वाणपछि पनि घरमा बस्न मन लागेन। त्यसपछि उहाँले कहिले सिलगढी त कहिले बिर्तामोड घुम्दै काम गर्न थाल्नुभयो। उहाँले कहिले चिया बेच्ने त कहिले घर गोठालो बस्ने काम समेत गर्नुभयो। तर कतै पनि लामो समयसम्म अडिएर काम भने गर्नु भएन। घरमा विवाहको कुरा निस्कँदा उहाँ भन्नुहुन्थ्यो, मैले बिहे गरेँ भने 2-3वटा मात्र असल सन्तति यस धरतीले पाउला, तर म साधु भएर समाजको कल्याणमा लागे भने हजारौँ असल सन्तति संसारलाई दिन सकौँला। त्यसैले आमा बुबाले पनि उहाँलाई कहिले बिहे गर्न कर गर्नु भएन। विक्रम सम्वत 2009 सालमा प्रारब्धले उहाँलाई झापाको 87 धाम पुर्यायो। त्यहाँ उहाँले हयग्रीव स्वामी दामोदर प्रपन्नाचार्यबाट वैष्णव दीक्षा लिनुभयो र गुरुले उहाँलाई हयग्रीव रामानुज रामकृष्ण प्रपन्नाचार्य भन्ने नाम दिनुभयो। त्यस दिनबाट उहाँ काले राईबाट स्वामी प्रपन्नाचार्य बन्नुभयो। 29 वर्षको उमेरमा विद्वान पण्डित दामोदर खतिवडाले प्रपन्नाचार्यलाई भारतका तीर्थहरू भ्रमण गराउँदै बनारस पुर्याइदिनुभयो। त्यहाँ पुगेर साधु प्रपन्नाचार्यले एक अवकाश प्राप्त आर्मीको घरमा काम गर्दै पढ्न थाल्नुभयो। त्यस बेला साँच्चै अयोग्य पुरुषो नास्ति योजकस्तत्र दुर्लभ भन्ने भनाइलाई चरितार्थ पार्दै स्वामीज्यूको जीवनमा पण्डित दामोदर ज्ञानको योजक बनेर देखा पर्नुभयो। 30 वर्षको उमेरमा मात्र स्वामी प्रपन्नाचार्यले अक्षरारम्भ गर्नुभयो। हो, यो कुरा सत्य हो। उहाँको दृढ इच्छा र अध्ययनप्रतिको लगावले उहाँ उमेर घटाएर कक्षा 1 मा भर्ना हुनुभयो। उहाँले बनारसमा नै कक्षा 5 सम्म अध्ययन गर्नुभयो। त्यसपछि उहाँ गढवालको रुद्रप्रयागमा रहेको सच्चिदानन्द आदर्श संस्कृत महाविद्यालयमा पुगेर पूर्व मध्यमासम्मको अध्ययन पुरा गर्नुभयो। त्यहाँ रहँदा उहाँलाई घाँटीको क्यान्सर समेत भएको थियो, तर त्यति बेलाका भारतका पूर्व प्रधानमन्त्री मोरारजी देसाईको निर्देशनमा गरिएको उपचारले उहाँ निको हुनुभयो। जति सिक्यो उति सिक्न मन लाग्ने विद्या व्यसनले स्वामीज्यूलाई हरिद्वार पुर्यायो। वास्तवमा उहाँले स्वाध्याय प्रवचनाभ्याम न प्रमतितव्यम भन्ने वेदवाक्यलाई आत्मसात गर्नुभएको थियो। उहाँले हरिद्वारमा उत्तर मध्यमा सकेर पुनः बनारस पुगी शास्त्रीय अध्ययन गर्न थाल्नुभयो। सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य तहको अध्ययन सकेर सन् 1980 मा राष्ट्रिय संस्कृत संस्थानबाट वेदान्त नयभूषणम ग्रन्थलाई विषय बनाई विद्यावारिधि समेत गर्नुभयो। अब उहाँ स्वामी प्रपन्नाचार्यबाट डाक्टर स्वामी प्रपन्नाचार्य हुनुभयो। पछि उहाँले विक्रम सम्वत 2071 सालमा नेपाल संस्कृत विश्वविद्यालयबाट महाविद्यावारिधिको उपाधि समेत हासिल गर्नुभएको थियो। स्वामी प्रपन्नाचार्यको जीवनको अधिकांश समय अध्ययन र शास्त्र चिन्तनमा नै बितेको देखिन्छ। अध्ययनको क्रममा स्वामीजीले हरिद्वार, बनारस, मद्रास, ऋषिकेश लगायत धेरै ठाउँमा रहेर अनेकौँ शास्त्रहरू पढ्नुभयो। हरिद्वार र
बनारसका प्रख्यात विद्वानहरूलाई समेत उहाँले शास्त्रार्थमा सजिलै हराउन सक्नुहुन्थ्यो। स्वामीजीले एक विषय मात्र नभएर विविध विषयमा शास्त्रार्थ गर्न सक्नुहुन्थ्यो। व्याकरण र वेदान्त जस्ता गूढ विषयमा उहाँका शास्त्रार्थ 6 महिनासम्म चल्ने गर्दथे। उहाँलाई शास्त्र चिन्तन गर्न मन पर्थ्यो, त्यसैले एकै विषयमा पक्ष र प्रतिपक्ष दुवैबाट उहाँ शास्त्रार्थ गर्नुहुन्थ्यो। वेदान्तका द्वैत, अद्वैत, विशिष्टाद्वैत लगायत सबै विचारमा उहाँले शास्त्रार्थ गर्नुभएको थियो। एकचोटि वेदाः पौरुषेया भन्ने विषयमा जगद्गुरु शङ्कराचार्य निरञ्जनदेव तीर्थ र करपात्री स्वामीजी भएको शास्त्रार्थमा दुवै विशिष्ट शास्त्रज्ञ मिलेर पनि वेदलाई अपौरुषेय सिद्ध गरी स्वामी प्रपन्नाचार्यलाई हराउन सक्नु भएन भन्ने सुनिन्छ। स्वामी प्रपन्नाचार्यलाई क्रान्तिकारी साधु भन्दा अत्युक्ति नहोला। उहाँले प्राचीन कट्टरपन्थीलाई अस्वीकार गर्दै स्त्री र शूद्रको वेदमा अधिकार, छुवाछुत र जातीय विभेद लगायतका विषयमा पनि शास्त्रार्थ गर्नुभएको थियो। उहाँ साम्प्रदायिक कट्टरतालाई मान्नु हुँदैन थियो। उहाँले सबैलाई ओमकार परिवारकै फुलबारी भन्नुहुन्थ्यो। मनको कुरा भनिदिइहाल्ने र अन्ध परम्परालाई चुनौती दिने उहाँको स्वभाव नै थियो। उहाँले भन्नुहुन्थ्यो, मभित्र राईको रिस र किराँत र क्षत्रियको स्वभाव लुकेको छ। भारतका गुरुकुलमा पनि उहाँको शारीरिक बल, कठोर रिस र हातको मोटो लौरीले ख्याति पाएको थियो। स्वामीजीको जीवन धेरैजसो तीर्थाटन, अध्ययन र शास्त्रार्थमै बिते पनि विक्रम सम्वत 2034 सालदेखि भने उहाँको बसोबास नेपालमा नै हुन थालेको थियो। श्री 5 बडा महारानी ऐश्वर्याको सौजन्यमा उहाँको स्थायी वासस्थान पाशुपत क्षेत्रस्थित चन्द्रेश्वर सत्तलमा रहन गयो। नेपालमा रहँदा उहाँले 30 भन्दा बढी संस्थामा संरक्षक, 40 भन्दा बढी संस्थामा अध्यक्ष र अरू धेरै संस्थाहरूमा प्रमुख सल्लाहकारको रूपमा कार्य गर्नुभयो। श्री 5 वीरेन्द्रले उहाँको विद्वत्ताको सम्मान गर्दै उहाँलाई राज परिषदको स्थायी सदस्यका रूपमा समेत नियुक्ति गर्नुभएको थियो। राज परिषदको सदस्यका रूपमा उहाँले 2 कार्यकाल योगदान दिनुभयो। डाक्टर स्वामी प्रपन्नाचार्यले आफ्नो ज्ञानलाई आफूमा मात्र सीमित राख्नु भएन। उहाँले यसलाई थुप्रै पुस्तकमा पुस्तौँ पुस्ताका लागि सुरक्षित गरिदिनु भएको छ। पूर्वीय वाङ्मयको बारेमा जिज्ञासा गर्ने व्यक्तिहरूका लागि स्वामीज्यूको कृतिहरू पठनीय छन्। उहाँको कृतिहरूमा वेद वेदान्त सम्बन्धी गूढ विचार एवं धर्म संस्कृति विषयक रहस्यमय कुराहरू पाउन सकिन्छ। उहाँ हिन्दू धर्म र संस्कृति, आधुनिक विज्ञानसँग सम्बन्धित भएको विचार राख्ने गर्नुहुन्थ्यो। स्वामीज्यूको कृति वेदमा के छ ले नेपाल र भारतमा उहाँको कीर्तिलाई दीप्तिमान बनाएको छ। किराँतहरू मङ्गोलियाबाट आएका शरणार्थी होइनन् भनेर किराँतहरूको इतिहास र संस्कृतिलाई नेपाली समाज सामु चिनाउन उहाँका थुप्रै कृतिहरूको महत्त्वपूर्ण भूमिका रहेको छ। उहाँको कार्तवीर्योदय महाकाव्यम, प्राचीन हिन्दू विज्ञान, वेदमा के छ, फाल्गुनन्द जीवनी, विशिष्टाद्वैत के मोक्ष, माइसेल्फ इज गड, वाट इज रिलिजन लगायत विविध भाषामा पुस्तकहरू प्रकाशित भएका छन्। उहाँको कृति मेल्केका झिल्काले नेपालमा साधना गरेर समाजलाई अद्वितीय चेतना फैलाउनु भएका अनन्त आर्ष पुरुषहरूलाई समाजमा चिनाएको छ। स्वामी प्रपन्नाचार्य आफ्नो जीवनकालमा थुप्रै पुरस्कारहरूद्वारा सम्मानित हुनुभयो। उहाँले गुणराज पुरस्कार लगायत अनेकौं पुरस्कार तथा सम्मान पदक समेत प्राप्त गर्नुभयो। उहाँले आर्थिक सम्मान पनि प्राप्त गर्नुभयो, तर उहाँ सदैव सम्मान र पुरस्कारभन्दा माथि उठेर राष्ट्रलाई बौद्धिक तथा आध्यात्मिक रूपमा सबल बनाउन लाग्नुभयो। तर दुर्भाग्यवश गणतन्त्रले राज परिषद हटाएपछि उहाँलाई मानिसहरूले उपेक्षा गर्न थाले, यतिसम्म कि उहाँले आर्थिक अभाव पनि सामना गर्नु पर्यो। स्वामीज्यूको वरिपरि असल जिज्ञासु र शुभचिन्तकहरूभन्दा बढी सत्ता र शक्तिका पुजारी धेरै रहेछन्। उनीहरूले केवल बलेको आगो तापे र खरानीलाई उपेक्षा गरे। स्वामीजीलाई यसले केही फरक पारेन, तर उहाँ सनातन धर्ममा बढ्दै गइरहेको सम्प्रदायवादहरूबाट निकै दुःखी हुनुहुन्थ्यो। धार्मिक सद्भाव र साम्प्रदायिक एकताका लागि उहाँ सधैँ कटिबद्ध रहनुभयो। यिनै कारणले उहाँले न कुनै साम्प्रदायिक तिलकलाई आत्मसात गर्नुभयो, न त कुनै आश्रम नै खोल्नुभयो।
आश्रम खोलेर नयाँ सम्प्रदाय विकास गर्नुभन्दा भएकालाई संरक्षण गर्ने र उनीहरूबीच समन्वयको प्रयास गर्नुपर्छ भन्ने उहाँको धारणा थियो। स्वामी प्रपन्नाचार्य वास्तवमा नै सनातन धर्मको जातीय र साम्प्रदायिक समन्वयको बिन्दु हुनुहुन्थ्यो। उहाँका चेलाहरूको समूहमा अनेक जाति र सम्प्रदायका व्यक्तिहरू थिए। जीवनको अन्तिम क्षणमा उहाँ श्वास प्रश्वासको समस्याले निकै ग्रस्त हुनुहुन्थ्यो। त्यसैले नै उहाँको पार्थिव शरीरलाई विक्रम सम्वत 2072 साल भाद्र 3 गते यस पञ्चमहाभूतमा विलिन गरिदियो। डाक्टर स्वामी प्रपन्नाचार्य साँच्चै एक युग पुरुष हुनुहुन्थ्यो। 30 वर्षको उमेरमा अक्षरारम्भ गरेर समाजमा यसरी ज्ञानले आलोकित गर्न सक्नु साधारण कुरा होइन। त्यसैले उहाँको जीवन चरित्रबाट हरेक व्यक्तिले इच्छा र परिश्रम गरे असम्भव केही छैन भन्ने कुराको प्रेरणा अवश्य लिनुपर्छ। सरकारले पनि डाक्टर स्वामी प्रपन्नाचार्यका अनुसन्धानात्मक लेख, कृति एवं पाण्डुलिपिहरूको संरक्षणमा ध्यान दिनुपर्छ। स्वामीज्यूको आश्रम चन्द्रेश्वर सत्तललाई विक्रम सम्वत 2072 सालमा पशुपति क्षेत्र विकास कोषले आधिकारिक निर्णय गरेर स्वामी प्रपन्नाचार्य स्मृति सङ्ग्रहालय घोषणा गरेको थियो। तर अझ पनि सरकारले त्यसलाई व्यवस्थित ढङ्गले मूर्त रूप दिन सकेको छैन। यो सङ्ग्रहालय नवपुस्ताका जिज्ञासु अनुसन्धाताहरूका लागि महत्त्वपूर्ण अनुसन्धान केन्द्र बन्न सक्छ। हामी यसै भिडियो मार्फत सरोकारवालाहरूको यस विषयमा ध्यानाकर्षण गराउन पनि चाहन्छौँ। अन्यथा कुनै बेलामा मिल्केका झिल्का लेखेर संसारलाई दिने महापुरुष आफै अबका पुस्ताका लागि मिल्केका झिल्का बन्नुहुनेछ। जय सनातन।